चिसो गाइज होइन अर्को पन्जा किन्नु पर्यो त्यो पन्जाले काम गरेन तातो तातो हुन्छ गाइज अहिले के गरिरहेको छु मैले गाइजमा कुद्न लागेको छु है चिसो बजार यो बाटो कता हो जाने घडाल्नु दार्जिलिङ बजारको अहिले ठ्याक्क बाग्लुङमा आएर यो खाजा वेलकम टु माई व्लग गाइज आजको यात्रा हुनेछ मेरो पोखरा टु रोल्पा थाबाङसम्म अनि मैले सबै कुरा लगाइसकेको छु है यो सेफ्टीको लागि निट प्याडहरू अनि खुट्टामा पनि लगाएको छु प्याडहरू अनि म फुल्ली रेडी पोजिसनमा छु बाइक पनि रेडी छ म चाहिँ टक्क यो बाटोमा यो पोखराको यो हाइवे यो विन्ध्यावासिनी टेम्पलदेखि थोरै अगाडि छु अब म चाहिँ यात्राको लागि रेडी है जाँदैछु अब बिचमा म बनाउनेछु भिडियो म देखाउँदै जानेछु गाइजहरू ओके अहिलेलाई ओके म तपाईँहरूलाई देखाउने छु कि मैले के लगाएको छु मेरो फुल गेटअप है राइडिङ गेटअप आजको लागि पन्जा भइहाल्यो होइन यो राइडिङ पन्जा यो अल्पलाइन्सको अनि त्यस पछाडि पोखरादेखि चाहिँ हेरिसकेँ अहिले एकदम चिसो छ गाइस है मौसम आजको मौसम एकदम चिसो छ हिरोहरू लागिरहेछ एकदम के भन्छ हुस्सुहरू लागिरहेछ जग्गा मौसम चिसो छ एकदम यो चाहिँ पोखरा भन्छ म बिचमा बनाउँछु गाइस भिडियोहरू दामी दामी है दामी सिन देखेर टक्कमा बनाएर देखाउने छु अहिले चाहिँ म हेरिरहेको छु चिसो भइरहेको छ एकदम म चाहिँ अहिले हेम्जामा पुगेँ है हेम्जामा छु यो चाहिँ हेम्जाको बाटो हो पेट्रोल 3 वटा लाइन छ होइन पेट्रोल पनि हाल्नु पर्ला एकदम चिसो पनि चिसो छ हल्का हल्का मजासँग जानेछु म फुल ट्याङ्की बनाइसकेँ हेर्न सक्नुहुन्छ फुल भइसक्यो पेमेन्ट पनि भयो गाइस चेक गर्नु त ल पेट्रोल भइसक्यो ट्याङ्की हालिसक्यो है अब कतासम्म भएको छ होइन त्यो पनि देखाउने छु कतिवटा लाइन सकिन्छ त्यो पनि म देखाउने छु एउटा मास्क चाहिँ किन्नुपर्ने भयो अवस्था अब लास्ट चाहिँ चिसो बनायो गाइस नाकबाट सिँगान लगाइदिइसक्यो चिसोले एउटा मास्क चाहिँ किन्नुपर्ने भयो
क्लाइमेट फेरि लास्ट चिसो गरिसक्यो गाइस होइन। हिजोतिर त घाम लाग्थ्यो यो टाइममा, आज चाहिँ पुरै यस्तो चिसो छ। त्यही छ त्यो गाइस, सँगै भेट्नु त रहेछ गाइस। म गएर मास्क किन्छु अनि हल्का सेफ हुन्छ कि। मास्क छ दिनु त एउटा कालो। के अरे मैले मास्क किनिसकेँ, अब मास्क लगाउँछु। मैले मास्क किनिसकेँ होइन, अहिले मास्क लगाइरहेको छु। अहिले चाहिँ हल्का बेस तातो भइरहेको छ मलाई। अगाडि त गाडी जस्तो चिसो भइरहेको थियो नि हावा होइन, हावा छिर्दा पनि त्यस्तो सिधा पक्षमा। मैले चाहिँ यो नागडाँडा, सायद नागडाँडा नै होला, यो ठाउँमा छु। अहिले चाहिँ खाजा खान लागेको छु। यसो समोसा, तरकारी, चिया भनेर अर्डर गरेछु के अरे। यस्तै चिसो गाइस होइन। अर्को पन्जा किन्नु पर्यो, त्यो पन्जाले काम गरेन, तातोवाला किन्नु पऱ्यो होइन गाइस। अनि रेनकोट पनि अब किन्नु पऱ्यो के अरे। रेनकोट नि किने हिँडेर। यस्तो यो पानी होइन गाइस, धेरै चिसो भएर यो शीतकै पानी परिरहेको छ। मेरो फ्यात्तै बनायो होइन ज्याकेटै, त्यही भएर किन्नै पर्ने अवस्था भयो गाइस। म बसेको अहिले खाजा खाना बसेको ठाउँ चाहिँ यो आन्टीले बनाउँदै हुनुहुन्छ। यस्तो छ ठाउँ गाइस, म देखाइदिन्छु है। यस्तो छ गाइस होइन, यो नौडाँडा रहेछ। भइसक्यो ल लिनुहोस् ल गाइस, भइसक्यो है। गाइस म चाहिँ अहिले कता हो है, यो लोले भन्ने ठाउँ हो होइन। यो चाहिँ एकदम नेपालकै सबैभन्दा धेरै पानी पर्ने ठाउँ हो ल। गाइस हिँडिरहेको छु, रमाइलो भइरहेछ गाइस होइन। विन्टरको यात्रा चिसो मौसममा बवाल भइरहेको छ। यो गाइस अहिले चाहिँ म टक्क यहाँ बसिरहेको छु होइन। यो ढावा भन्ने ठाउँदेखि तल बसिरहेको छु होइन। अहिले चाहिँ मस्त छु गाइस। यो रेनकोट सेनकोट लगायो। यस्तो थियो कि गाइस होइन, लास्ट चिसो भएर पानी बारिस भइरहेको थियो कि शीतको, त्यही भएर अहिले एकछिन रोकेर गाइस यस्तो गर्दा चाहिँ हात सेकिरहेको छु म चाहिँ। तपाईँहरू पनि यसो चिसो भयो भने यस्तो विन्टरमा यात्रा गरेपछि होइन, हात लास्ट चिसो हुन्छ नि त, अनि यसरी हात सेक्नु होला, यो तातो हुन्छ गाइस। अहिले गरिरहेको छु मैले। दसमी गाइस तातो भइरहेछ अहिले चाहिँ, हात यसरी यो इन्जिन तात्दै हुन्छ नि त, सेकिरहेको छु। ठिक छ गाइस। मैले अर्को पन्जा पनि किनेँ गाइस, त्यो पन्जाले कामै गरेन। किन्नु पऱ्यो, अहिले म पुग्छु ल। म फेरि बनाउँदैछु है त गाइस। हेलो फाइनली गाइस, म नयाँ पुल भन्ने ठाउँमा पुग्यो होइन। त्यो नयाँ पुलपछि चाहिँ घाम चाहिँ जाने बाटो र चिन्छ गाइस।
यो तलको बाटो छ यो चाहिँ घामडुङ जाने बाटो हो। अब यो सिधै बाटो चाहिँ अब यो कुन बाटो हामीले यता बाटो गर्नुपर्छ है गाइस। गाइस म चाहिँ पर्वत जिल्लामा आइसकेँ। हामी त यो पाहाडहरू होइन यस्तो दामी पाहाडहरू जति छ गाइस। आजको है टाइम भइरहेको छ मलाई आधी भइरहेको छ होइन एक्लै राइडिङ गर्न चाहिँ मलाई भर लाग्छ गाइस होइन। गाइस म चाहिँ अहिले कुस्मामा पुग्न लागेको छु है। हल्का हल्का बाटो छ। कुस्मा चाहिँ एकदम फेमस ठाउँ हो गाइस, एकदम टुरिस्ट ठाउँ। धेरै बन्जीहरू बन्जी जम्पिङ अनि क्राफ्टिङहरू अनि त्यसको साथै धेरै जस्तो एडभेन्चरहरू होइन यही छ कि एडभेन्चर गर्नु मन लाग्ने मान्छेहरूलाई चाहिँ कुस्मामा आउँदा हुन्छ। दामी छ गाइस। गाइस म कुस्मामा पुगिसकेँ। त्यो चाहिँ कुस्मा बजार हो है। बन्जी जम्पिङको तलतिर कतै छ होइन। म चाहिँ अहिले बजारमा छु। यसो तलतिरै जान्छु भने है गाइस। बन्जी जम्पिङ देखाउनलाई तपाईँहरूलाई देखाइदिन्छु बन्जी जम्पिङ। यो चाहिँ कुस्मा बजार। एडभेन्चर मन पराउनुहुन्छ भने चाहिँ यता आउँदा ठिक हुन्छ तपाईँहरूलाई चाहिँ। यहाँ तल चाहिँ एकदम गहिरो गाइस। लेट्स सी वेट गाइस देख्नुभयो होइन। यो चाहिँ बन्जी जम्पिङ हान्ने ठाउँ गाइस। टिकट काट्ने ठाउँ चाहिँ यही हो गाइस। यही काट्छ टिकट है बन्जीको। अनि योभन्दा तल चाहिँ त्यो छ गाइस जिपलाइन हो। यो चाहिँ जिपलाइन अनि त्यस पछाडि जिपलाइन चाहिँ पारि जान्छ है। त्यहाँ तल जिपलाइनको इन्डिङ म अहिले देखाउँछु। त्यहाँ जिपलाइनको इन्डिङ पनि बवाल छ। जिपलाइन पनि गरेँ गाइस मैले। दामी छ। त्यसको भिडियो पनि हाल्नु छ गाइस म है। जिपलाइनको भिडियो अनि बन्जीको भिडियो। वाउ पारी गाइस। त्यो जुन देख्नु भएको त्यो चाहिँ इन्डिङ ठाउँ है बन्जी जम्पिङको। म त्यही गएर भिडियो बनाउँछु फेरि। त्यसको गाइस होइन अगाडि भनिरहेको थिएँ नि जिपलाइनको इन्डिङ। यो चाहिँ यो यही तल छ है ट्याक्कै तल देखेन गाइस होइन। देखाउने भनेको यो ठाउँबाट देखेन। यही तल छ अलिक तल जानुपर्छ कि यता गएको ठाउँतिर छ। त्यही छैन गाइस म दामी सिनहरू देखाउने छु अझै झन्डै। चाहिँ अहिले कुस्मादेखि अलि परतिर आएको छ है। पाहाडमा चाहिँ वेलकम टु बागलुङ लेखेको छ। सायद बागलुङ जिल्लामा प्रवेश गरे होला। यो चाहिँ कम्प्लिटली मेरो नयाँ ठाउँ हो है। योदेखि उता चाहिँ म गएको छैन गाइस होइन। यो चाहिँ नयाँ ठाउँ मेरो। नयाँ ठाउँको एक्सपिरियन्स हुन्छ दियोस् आज गाइस। कता बाटो चाहिँ तल हो कि माथि है। तलै होला पक्कै नि। यस्तो बाटो छ है गाइस। त्यही पनि मान्छेले खोज्नु पर्ला। दुईवटा बाटो भेट्यो कि ठ्याक्कै होइन। माथि एउटा बाटो यो
एउटा बाटो भेट्यो सोध्नु पर्यो मान्छेहरूलाई यो बाटो कता हो जाने बागलुङ रुकुम जाने हो रुकुम यही बाटो ए होइन यो त माथिको त्यहाँ मुक्तिनाथ ए मुस्ताङ जाने बाटो होइन ए ठिक छ ल थ्याङ्क यू गाइस यहाँदेखि त छुट्दो रहेछ है बाटो उल्टो पारिको बाटो चाहिँ मुस्ताङ मनाङ मुस्ताङ जाने रहेछ त्यो तलको चाहिँ बागलुङ रुकुम होइन त्यो जाने रहेछ है गाइस ल म त बागलुङ जिल्लामा प्रवेश गरिसकेँ यो चाहिँ कम्प्लिटली मेरो नयाँ ठाउँ हो अहिले गाइस दामी सिनहरू म रेकर्ड गर्नेछु डोन्ट वरी गाइस त्यो चाहिँ हो बागलुङ है बागलुङ बजार जो चाहिँ हलनचोक बागलुङ बजार हो बजार त ठुलै रहेछ गाइस होइन तर म चाहिँ जाने कता त्यसै अब म्याप हेर्नुपर्छ बागलुङ भित्र आइरहेको छ है गाइस देखिए यसो भित्र खै कता हो यहाँदेखि यहाँ यतै माथितिर होला कता आइरहेको छु गाइस कन्फ्युज त्यही होला कस्तो नि ल फाइनल्ली यो हाइवे भेटाइयो गाइस म त कता तल गएको थिएँ हौ म्याप हेर्दै भेटाइयो हाइवे पुष्पलाल हाइवे अब मजासँग गइन्छ गाइस कहाँ तलको बाटोमा पुगेर यार गाइस म चाहिँ यो कुन ठाउँमा थाहा छैन तर हेर्दाखेरि आर्मी क्याम्प जस्तो छ सिटी गाइस थाहा छैन तर दामी छ गाइस यस्तो लागिरहेछ है दामी छ अब गाइस बवाल छ सिनहरू दामी छ चिसो छ है अगाडि चाहिँ एकदम धुलो थियो गाइस बाटोमा खास धुलो थियो अफरोड भएको कारणले लगभग एक दुई घन्टा जति हो क्या सायद एक दुई घन्टा जति त अफरोडमै हिँड्यो अहिले चाहिँ हल्का पिच बाटो भेट्दैछ अब फेरि भेटिन्न हेर्नु गाइस यस्तो दामी छ है सिन वाउ यो होइन बात कस्तो दामी बाटो गाइस मजा आयो यसमा त राइडिङ गर्न पनि मजा आउँछ कि गाइस लचक रकेली हाम्रो कल्चरल घर है ओल्ड हाउस Thanks guys. Wow, कस्तो दामी है बाटो त कस्तो राम्रो बाटो गाइस वाउ दाउरा बोकेको है यो हो नि त बाटो वाउ कस्तो बवाल ओ उता त घाम लाग्दो रहेछ अब घाममा तातो हुने भयो
सिसिङ जङ्गल दाउराहरू बनाउँदो रहेछ राम्रो लाग्यो मलाई यो जङ्गल कस्तो दामी त्यही भएर भिडियो बनाइदिएको दामी लाग्यो यो जङ्गल शान्त आयो धुलो फेरि उडायो भने यस्तो छ्याउ हुन्छ गाइस। ल गाइस म चाहिँ अहिले ठ्याक्क बागलुङमा आएर यो खाजा खाँदैछु है खाजा खान लाग्छु है त्यहाँदेखि केही खाएको थिएन यस्तै छ गाइस भर्खर फ्रेस भइयो अगाडि ठिक छ अब खाएर फेरि हिँड्नु पर्ला ओके गाइस म चाहिँ ठ्याक्क दुईवटा बाटोको खाइदिइरहेको छु है टक्कै यो माथिको बाटो चाहिँ छ माथिको बाटो चाहिँ मुक्तिदाङ जाने रहेछ होइन मुक्तिदाङ भेरपाटन जाने बाटो चाहिँ माथिको रहेछ गाइस त्यसको अघि तलको बाटो चाहिँ निसी खोला र रुकुमकोटमा चाहिँ रुकुमकोट जानुपर्छ गाइस रुकुमकोटको बाटोमा भुजी खोला पुल गाइस धेरै लङ टुर गऱ्यो हल्का शरीर पाकिरहेको छ गाइस होइन त्यो पनि केही छैन अब धेरै छैन 80-90 किलोमिटर मात्र छ म पुग्ने गाइस पुल आयो कहाँको पुल हो हेलो गाइस जस म चाहिँ रुकुममा प्रवेश गरिसकेँ है अब काँक्री भन्ने ठाउँ आउँदैछ सायद एकदम दामी छ पहाडको होइन यस्तो दामी छ ठाउँ देख्न सक्नुहुन्छ दामी सिन वाउ दामी छ एकदम गाइस दामी गाइस दामीको भिडियो बनाइरहेको थियो यो हो नि त गाइस आउनु होला है तपाईँ पनि घुम्न तपाईँहरू पनि घुम्न आउनु होला गाइस दामी छ ठाउँ दामी लाग्यो गाइस मलाई एकदम दामी छ बाटो पनि यस्तो ठाउँ पनि यस्तो दामी छ गाइस है त यहाँ त झन् बवाल छ तलको गाउँ होइन यस्तो दामी छ पुरानो घरहरू छ गाइस यस्तो दामी देखिरहेको छ feel भइरहेछ गाइस
गाडीहरू भिडभाड पनि केही पनि छैन गाइस के एकदम सुनसान त्यति गाडी नै छैन यो पो होइन यो पो यार सिङ्गल होइन वाउ यो पो मजा के भिडभाडै छैन यार यतातिर बस्नु हुन्छ होला मजा त अब धेरै छैन होला सायद पुग्न पनि within 1 घन्टामा गाडी पनि 1 घन्टा पुग्छ होला यस्तो दामी दामी बाटो छ झन् मजा आइरहेछ गाइस ओहो यो कस्टम गाइस यस्तो ठाउँमा आयो मैले लास्ट चिसो छ त्यो ठाउँमा अब के चिसो छ गाइस यो कुहिरो छ गाइस हेलो गाइस म अहिले चोखास भन्ने ठाउँमा छु माथि दामी घाम छ है माथि टक्क तल अँध्यारो घाम छ ठ्याक्क मेरो पछाडि फेरि यस्तो कुहिरोहरू लागिरहेछ के यति चिसो छ अहिले दामी छ यो ठाउँ कमाल फिटर भइरहेछ गाइस अब धेरै छैन होला सायद पुग्न पनि within 1 घन्टामा गाडी पनि 1 घन्टा पुग्छ होला यस्तो दामी दामी बाटो छ झन् मजा आइरहेछ गाइस यो भूमे गाउँपालिका 2 खबाङ रुकुम पूर्व हेलो गाइस म चाहिँ अहिले पुगिसकेँ यो खबाङमा लुकुम अनि त्यस पछाडि काँक्री कटाएर खबाङमा पुगेँ गाइस रात परेको कारणले मैले भिडियो बनाइनँ लुकुममै रात परिसकेको थियो त्यही भएर राति हिँड्दै आएको गाइस त्यही भएर मैले भिडियो बनाउनु पाइनँ ठिकै छ म पुगिसकेँ फाइनल्ली खबाङमा यस्तो छ खबाङ अनि मेरो बाइक यहाँ छ गाइस है ठिक छ अनि मेरो लिन चाहिँ साथी आएको छन् हेलो गाइस के छ भर्खर साथीसँग भेट भयो ल हामी अब 2 घन्टा 2.5 घन्टा लाग्यो बसले मलाई छोडेर बसले छोड्यो होइन मलाई बसले छोडेर के गर्नु हिँडेर आउनु पर्यो आउन त आयो होइन बाटो बिर्सेर के पुरै जङ्गलमा 2-3 चोटि एउटै बाटोमा हिँड्यो पछि खोला तरेर यसो यहाँ आइपुग्यो खाबाङ अनि अब चाहिँ घरतिर जान लाग्यो अब सबै कुरा चाहिँ अब बाटोतिर रात परिसकेको छ अब म घरतिर जान लाग्छ अब चाहिँ हामी अहिले चाहिँ रुकुममै छौँ भूमे गाउँपालिका खाबाङ अब खबाङ गाउँपालिका रोल्पाको सिमानातिर पूर्व रुकुममा आइसक्यौँ है गाइस अब चाहिँ हामी थाबाङमा रोल्पामा जान्छौँ 2 जना ओके गाइस फेरि अब भोलि नभए नाइट सुट 1-2टा गर्छु ओके